हेलो नमस्ते अनि स्वागत छ लर्न क्लासमा। आज हामी कुरा गर्दैछौँ WOG है त, विक अफ जेस्टेसन भन्छ जसलाई। आज चाहिँ WOG कसरी क्याल्कुलेट गर्न सकिन्छ भन्ने बारेमा चाहिँ कुरा गर्छौँ, जसमा पनि आज पनि सजिलो तरिकाले बोर्डमा केही एक्जाम्पल हेर्दै हामी WOG चाहिँ निकाल्छौँ है त। अब WOG अथवा चाहिँ विक अफ जेस्टेसन निकाल्दाखेरि केही कुरामा चाहिँ ध्यान दिनुपर्छ। अब के कुरामा ध्यान दिनुपर्छ भन्दाखेरि चाहिँ एउटा चाहिँ LMP चाहिँ वुमेनको थाहा हुनुपर्छ है त, जसलाई चाहिँ लास्ट मेन्स्ट्रुअल पिरियड भनिन्छ। त्यसै गरी अर्को भनेको चाहिँ CVD हैन, CVD भनेको चाहिँ क्लिनिकल भिजिट डे भन्छ हैन। वुमेन चाहिँ जुन दिन हेल्थ पोस्टमा अथवा चाहिँ एनसीमा चाहिँ चेकअप गर्न आउनुहुन्छ अथवा चाहिँ हस्पिटलमा चाहिँ आउनुहुन्छ, त्यो डेलाई चाहिँ हामी क्लिनिकल भिजिट डे भन्छौँ अथवा चाहिँ क्लिनिकल कन्ट्याक्ट डे पनि भन्न सकिन्छ हैन, जसलाई चाहिँ CVD छुटकरीमा लेख्छौँ। त्यसै गरी अर्को हामीलाई थाहा छ 1 मन्थ इक्वल टु 30 डेज हामी चाहिँ म्याथमेटिकलमा मान्छौँ हैन। त्यसै गरी अर्को भनेको चाहिँ 1 मन्थ इक्वल टु 4 विक्स हुन्छ, हामीलाई यो पनि थाहा छ हैन। यति कुरा चाहिँ हामीलाई थाहा छ हैन। थाहा भयो भने चाहिँ विक अफ जेस्टेसन चाहिँ सजिलै निकाल्न सकिन्छ। अब विक अफ जेस्टेसन निकाल्दाखेरि चाहिँ केही रुल्स छन्, त्यो पनि एकदमै सजिलो छ हैन। जहिले पनि विक अफ जेस्टेसन निकाल्दाखेरि हामीले चाहिँ के गर्छौँ भन्दाखेरि चाहिँ क्लिनिकल भिजिट डेबाट चाहिँ LMP चाहिँ घटाउँछौँ हैन। अब यहाँ हामी केही एक्जाम्पल हेरेपछि तपाईँलाई एकदमै क्लियर हुन्छ। मैले अघि पनि कुरा गरेँ के छ, क्लिनिकल भिजिट डेबाट चाहिँ के गर्छौँ त LMP चाहिँ हामीले चाहिँ घटाएर के गर्छौँ, के निकाल्छौँ त WOG निकाल्छौँ है त। हामीले आज के सिक्दैछौँ, WOG यानि कि विक अफ जेस्टेसन निकाल्न चाहिँ सिक्दैछौँ है। के गर्नुपर्छ त, क्लिनिकल भिजिट डेबाट चाहिँ लास्ट मेन्स्ट्रुअल पिरियड चाहिँ हामीले के गर्नुपर्छ, घटाएर चाहिँ WOG निकाल्नुपर्छ हैन। यसको चाहिँ केही प्रोसेसहरू छन्, एकदमै सजिलो छ हैन यो प्रोसेसहरू पनि। अब यो थाहा भयो हैन, CVDबाट हामी के गर्छौँ त LMP चाहिँ घटाउँछौँ है। अब हामीलाई मेन कुरा त के थाहा हुनु पर्यो त, वुमेनको चाहिँ LMP चाहिँ थाहा हुनु पर्यो है। फर एक्जाम्पल यहाँ हेरौँ, हियर हैन। फर एक्जाम्पल के छ त, LMP चाहिँ कति छ 2083.0102 छ है यो LMP। त्यसै गरी वुमेन चाहिँ आजै क्लिनिकल भिजिट डे हो हैन, आज चाहिँ आउनुभएको थियो है हस्पिटलमा अथवा चाहिँ एनसी चेकअप गराउनु भनेपछि आज के हुन्छ त CVD यानि कि क्लिनिकल भिजिट डे हैन। आज कतिको थियो 2083.0215 है, यो चाहिँ के भयो त क्लिनिकल भिजिट डे। अब मैले अघि पनि कुरा गरेको थिएँ क्लिनिकल भिजिट डेबाट चाहिँ हामीले LMP चाहिँ घटाएर निकाल्छौँ भनेर हैन। अब यो त LMP पनि थाहा भयो हैन, CVD पनि हामीलाई थाहा भयो। अब चाहिँ के छ त, CVDबाट LMP घटाउनु पर्यो हैन। CVD हाम्रो कति छ 2083.0215 एक्सक्युज मी। त्यसै गरी अर्को भनेको चाहिँ LMP कति छ, पहिला माइनस 2083.01 कति छ 02 है। अब चाहिँ हामीले के गर्छौँ त, यो घटाउँछौँ हैन। घटाउँदाखेरि 15 मा 2 गयो कति भयो त 13 भयो यहाँनिर हैन। त्यसै गरी यो चाहिँ डे हो हैन, यो चाहिँ म लेखिदिन्छु डे मन्थ इयर। यसमा पनि EDD निकाले जस्तै हैन, डेमा डे नै घटाउनुपर्छ, मन्थमा मन्थ नै, इयरमा चाहिँ इयरै घटाउनुपर्छ है त। यो चाहिँ हामी सिधा सिधा लेख्छौँ सजिलो हुनको लागि। त्यसै गरी 2 मा 1 जाँदा 1 भयो हैन। अर्को भनेको चाहिँ के छ त, यहाँ 2083 को 83 केही गर्नु परेन भनेपछि अब यहाँ कति भयो 1 महिना 13 दिन भयो, यो भनेको मन्थ भयो, यो भनेको डे भयो। तर यो एन्सर भयो त यति मात्रै लेखेर भएन। किन भन्दाखेरि हामीलाई त के चाहिएको छ, हप्ता चाहिएको छ अथवा विक्स चाहिएको छ। यहाँ त हामीले मन्थमा निकाल्यौँ यहाँ, अनि अर्को डेमा छ। अब यसलाई चाहिँ विकमा चाहिँ कसरी कन्भर्ट गर्ने त है, अब चाहिँ त्यो हेर्छौँ है त। विकमा लानुपर्ने छ हैन। हामीलाई थाहा छ
यो चाहिँ रफमा पनि गर्न सक्नुहुन्छ यहाँले। अर्को चाहिँ 1 महिनालाई कन्भर्ट गर्दाखेरि हैन रफ यहाँले। अब हामीलाई थाहा छ 1 महिना बराबर कति हुन्छ त 30 दिन भनेर भन्छ। सुरुमा चाहिँ दिनमा लान्छौँ है त 1 = 30 डेज हैन। अब यो केमा कन्भर्ट भयो डेजमा कन्भर्ट गर्यो 1 3 30 डेज हैन। अब यहाँ अलरेडी के छ त हाम्रो 30 छ भनेपछि प्लस 30 भनेपछि टोटल कति डे आउँछ यहाँनिर 13 हैन। टोटल कति डेज आयो 43 डेज भयो है। अब हामीलाई टोटल डेज आयो हैन। अब टोटल डेजमा हामीले डेज आइसक्यो हैन। कति डेज आयो 43 डेज आयो हैन। 43 डेजलाई चाहिँ हामी के गर्छौं भन्दाखेरि चाहिँ यहाँ तपाईले डाइरेक्ट यहाँ पनि गर्न सक्नुहुन्छ हियर हैन 1 = 30 यानी के भयो त यो डेजमा कन्भर्ट भयो 30 डेज हैन। त्यसैगरी प्लस अलरेडी के छ त यहाँ 13 डेज छ भनेपछि डेज टोटल कति भयो 43 डेज छ हैन। अब हामी के गर्छौं त 43 डेजलाई चाहिँ कन्भर्टेड इन्टु यानी कन्भर्टेड इन्टु डेज हैन डेजमा भइसक्यो डेजमा गर्यो। अब त्यसैगरी कन्भर्टेड इन्टु के छ विकमा लान्छौं है त विक्समा लान्छौं भनेपछि अब विक्समा लाँदाखेरि हामीलाई थाहा छ हैन 1 हप्ताको 4 दिन हुन्छ भनेपछि अब यति फेरि अर्को पनि हामीलाई थाहा छ नि त हैन 7 डेजको कति हुन्छ त 1 हप्ता हुन्छ भनेर हामीलाई थाहा छ नि हैन। नोट यहाँ लेखिदिन्छु हैन 7 डेज = 1 वीक्स 1 वीक हुन्छ थाहा छ नि त हैन हामीलाई। अब यहाँनिर अब के गर्छौं त 43 लाई चाहिँ वीक्समा क्याल्कुलेट गर्दाखेरि चाहिँ के गर्छौं त 7 ले चाहिँ डिभाइड गर्छौं है। यहाँले 7 ले डिभाइड गर्छौं। अब यो 7 ले डिभाइड गर्दाखेरि कति हुन्छ भन्दाखेरि 7 × 42 हैन 43 भयो 42 7 × 42 भनेपछि 42 माइनस 3 मा 2 गयो 1 भनेपछि यो यतातिरको यो जुन छ हैन डिभाइड गरेको यो चाहिँ वीक्स हुन्छ हैन। अनि यो भनेको चाहिँ डेज हुन्छ जति तल आएको हुन्छ त्यो चाहिँ डेजमा काउन्ट हुन्छ भनेपछि हाम्रो आन्सर के भयो भन्दा चाहिँ 6 वीक्स 1 डेज हैन। भनेपछि यहाँ आन्सरमा चाहिँ कति आयो वीक अफ जेस्टेसन WOG = 6 प्लस हामीले चाहिँ यसरी लेख्छौं 1 W यो चाहिँ माथि लेख्नु पर्छ है तपाईहरुको म ठुलै लेख्दिन्छु यहाँले फर्स्ट यहाँले लेख्दिए है मैले हामीले कसरी लेख्छौं भन्दा 6 प्लस 1 WOG भनेर पनि लेख्न सक्छौं अथवा चाहिँ 6 वीक्स and 1 डे भनेर पनि यसरी हामीले चाहिँ आन्सर चाहिँ लेख्न सक्छौं है त। अब फेरि हामी अर्को एउटा एक्जाम्पल हेर्छौं WOG कसरी निकाल्ने भनेर जसमा चाहिँ WOG एकदम सजिलो छ निकाल्न। अहिले भर्खरै प्रोसेस हेर्नुभयो तर सजिलो हुँदा हुँदै पनि कतिपय स्टुडेन्टले एकदमै मिस्टेक गर्नुहुन्छ हैन। आज चाहिँ हामी त्यो मिस्टेक नहोस् फेरि भन्नको लागि चाहिँ हामी आजको यो फेरि एउटा अर्को एक्जाम्पल हामी हेर्दै छौं। हामीलाई थाहा छ सुरुमा हामीले के गर्नुपर्छ त के थाहा हुनुपर्छ LMP थाहा हुनुपर्छ हैन। मानिलियौ LMP चाहिँ 208205 10 रहेको थियो अरे हैन। त्यसैगरी उहाँको CVD अथवा चाहिँ क्लिनिकल भिजिट डेट चाहिँ 208209 र 30 रहेको थियो अरे है मानौ। अब हामीलाई थाहा छ जहिले पनि CVD बाट WOG निकाल्दाखेरि LMP घटाउने CVD हाम्रो कति हो 208209 30 त्यसैगरी LMP कति छ 208205 र 10 छ। अब हामी के गर्छौं त माइनस गर्छौं हैन। अब यो माइनस गर्दाखेरि यहाँ 20 आयो यो चाहिँ के हो त डेज भयो हामीलाई थाहा छ। त्यसैगरी यो मन्थमा मन्थ गराउँदै चाहिँ 4 मन्थ भयो यो हैन। त्यसैगरी 2082 को 2082 हामीले के गर्दैनौं। अब यहाँनिर हामीले के गर्छौं त सुरुमा चाहिँ यो आकोलाई चाहिँ सबैलाई चाहिँ डेजमा कन्भर्ट गर्छौं हैन। हामीलाई थाहा छ यो त डेजमै छ अलरेडी भनेपछि हामीलाई 4 मन्थलाई चाहिँ केमा जान्छ त डेजमा कन्भर्ट गर्छौं। अब कन्भर्टेड
इन्टु डेज हैन। अब त्यसै गरी फोर मन्थलाई हामी डेजमा कन्भर्ट गर्दा कतिले मल्टिप्लाई गर्नु पर्यो 30 ले हैन। यो चाहिँ के भयो त डेजमा कन्भर्ट भयो भनेपछि 4 तिया 12 0 को 0 120 हैन डेज भयो। त्यसै गरी हामीसँग डेज अलरेडी के छ 20 डेज पनि छ हैन। 20 लाई फेरि हामी चाहिँ के गर्छौं त एड गर्छौं हैन 20 डेज। अब यो टोटल डेज हेर्दाखेरि कति भयो त 140 डेज भयो हैन। अब यो डेजमा मात्रै आएर भएन, हामीले केमा लान्छौं त्यसलाई फेरि वीक अफ जेस्टेसनमा लान्छौं भनेर वीकमा कन्भर्ट गर्छौं। अब वीकमा कन्भर्ट गर्दाखेरि हामीलाई थाहा छ 7 डेजको के हुन्छ त 1 वीक हुन्छ। त्यही भएर यसलाई चाहिँ फेरि हामी 7 ले चाहिँ के गर्छौं त डिवाइड गर्छौं है त। म यो मेटाएर फेरि माथि लेख्छु। हामीलाई थाहा छ कति आएको छ 140 डेज आएको छ है। अब 140 डेजलाई चाहिँ फेरि अब के गर्छौं त कन्भर्टेड इन्टु केमा जान्छु त वीकमा हैन वीक्स हैन वीक्समा कन्भर्ट गर्दैछौं। अब 140 लाई वीक्समा कन्भर्ट गर्दा हामीले के गर्छौं त 7 ले चाहिँ डिवाइड गर्छौं हैन। अब कति चोटीमा हुन्छ भन्दा कि 7 1 ज अब क्याल्कुलेटर यसमा चाहिँ के कति साथीले क्याल्कुलेटरमा गर्दा भइहाल्छ नि भन्ने पनि हुन सक्छ हैन। तर क्याल्कुलेटरमा गर्दाखेरि अलिकति एक्ज्याक्टली पोइन्टहरु नआउन सक्छ हैन। त्यही भएर हामीले चाहिँ एक्जाममा चाहिँ यसरी प्रोसेस बाइ चाहिँ हामीले चाहिँ गर्नुपर्ने हुन्छ है त। त्यसै गरी एक्जाम पोइन्ट अफ भ्यूले हेर्ने हो भने चाहिँ त्यसै गरी अब 7 ले क्याल्कुलेट गर्दाखेरि 7 दुनी 14 हामी 14 को 14 लेख्छौं हैन। त्यसै गरी अब माइनस हैन 0 को 0 हुन्छ। अब यहाँ 14 को 14 कट्यो है त। अब कुरा यहाँ आउँछ है त। अब 0 लाई चाहिँ 7 त जाँदैन, जान्छ त जाँदैन। यो भन्दा जहिले पनि 7 भन्दा ठुलो अंक हुनु पर्यो हैन त्यसको लागि जानको लागि। अब के गर्न सकिन्छ भन्दाखेरि चाहिँ अब 7 1 ज 7 गरे भने त यहाँ के ल 7 1 ज 7 यो घट्छ त घट्दैन नि त। त्यही भएर जहिले पनि हामी यो भन्दा सानो अंक गर्नु पर्यो। अब यो भन्दा सानो अंकको लागि हामी के गर्न सकिन्छ हैन। तपाईले 10 क्लासमा पनि म्याथमेटिकलमा उसमा पढिसक्नु भएको छ होला म्याथ्समा हैन। अब यसलाई के गर्न सकिन्छ यहाँ हामीले जतिले डिवाइड गर्ने चाहिँ यहाँ त्यति राख्नु पर्ने हुन्छ हैन। जस्तै फर एक्जाम्पल 7 दुनी 14 यहाँ राख्ने भनेपछि अब यहाँ 7 एकांक 7 भयो भने त घट्दैन भनेपछि यो भन्दा कम आउनु पर्यो। यो भन्दा कम आउनको लागि के हुने यहाँ त 0 आउनु पर्यो हैन। अब 0 आउनको लागि के गर्नु पर्यो 7 0 ज 0 है त बुझ्नु भयो। त्यसपछि माइनस गर्दाखेरि यहाँ कति हुन्छ त 0 को 0 हुन्छ भनेपछि ठ्याक्क कति डेज आउँछ त हाम्रो 20 वीक्स अफ आउँछ। 0 मा चाहिँ कुनै पनि ठ्याक्क 20 वीक्स नै आउने रहेछ हैन। यो भनेको हाम्रो के भयो त वीक्स भयो भनेपछि कति वीक्स हुनुहुँदो रहेछ वहाँ 20 वीक्स चाहिँ हुनुहुँदो रहेछ है त। यसरी चाहिँ हामीले के गर्न सकिन्छ त वीक अफ जेस्टेसन चाहिँ निकाल्न सकिन्छ। अनि अर्को कुरा चाहिँ म के पनि भन्न चाहन्छु भने हामीले एक्जामको बेलामा प्राय जसो स्टुडेन्टहरु जो किन हुन्छ एलएमपी बाट सीबीडी घटाउने कि सीबीडी बाट एलएमपी घटाउने है। एउटा ट्रिक दिन्छु म। जहिले पनि म्याथमेटिकलमा हामीलाई थाहा छ जहिले पनि ठुलोबाट मात्रै सानो घट्छ हैन। सानोबाट ठुलो घट्छ त घट्दैन नि हो। हामीले त्यो ट्रिकलाई चाहिँ फलो गर्नुपर्छ किनकि एक्जाममा एलएमपी भनेर दिएकै हुन्छ सीबीडी भनेर दिएकै हुन्छ है त। अब हामीले कसरी थाहा पाउने नझुकिने त्यसले सीबीडी हो कि एलएमपी हो कि भनेर कन्फ्युजन हुन सक्छ। जहिले पनि म्याथमेटिकलमा मैले कुरा गरे ठुलोबाट सानो पर्छ। अब मानिलिउँ हैन यो चाहिँ अब कहिलेकाहीँ इयर पनि हेर्नुपर्छ मन्थ पनि हेर्नुपर्छ डेज पनि हेर्नुपर्छ है। यसको एलएमपी को डेज पनि सेम छ हैन यो बराबर भयो। अब यसमा त फेरि हामीलाई कन्फ्युजन हुन सक्छ। तर यहाँ हेर्नु त मन्थमा हेर्दाखेरि यो मन्थ के छ त सानो छ यो मन्थ ठुलो छ हैन। भनेपछि हामी डाइरेक्ट के गर्नुपर्ने रहेछ त सीबीडी बाट घटाउनु पर्ने रहेछ। कहिलेकाहीँ के हुन सक्छ यो पनि 5 नै हुन सक्छ हैन। यो पनि के हुन सक्छ 5 नै हुन सक्छ। अब त्यो पनि सेम आयो यसमा पनि फेरि कन्फ्युज अब के गर्ने दुईटै सेम आयो हैन। अब के गर्ने त हामी चाहिँ डेजलाई हेर्नु पर्ने हुन्छ है त। अब यहाँले यो यहाँ गर्छु हैन। फर एक्जाम्पल जहिले पनि सीबीडी नै ठुलो हुन्छ है उस भन्दा एलएमपी भन्दा। मानिलिउँ यहाँ 30 छ है 30 यहाँ 10 है भनेपछि के आयो त 30 बढी छ हैन यो भन्दा। भनेपछि जहिले पनि के हुनु भयो त
CBD-बाट चाहिँ LMP घट्छ हैन। त्यही भएर चाहिँ जुन चाहिँ ठुलो सङ्ख्यामा छ त्यसलाई हामी CBD मान्छौँ। एक्जाममा पनि CBD भनेकै हुन्छ, तर हामीले चाहिँ के कन्फ्युज हुन्छ, CBD घटाउने कि LMP घटाउने। तपाईँ ढुक्क भएर ठुलोबाट सानो चाहिँ घटाउनुहोस् है। आजको भिडियो तपाईँलाई कस्तो लाग्यो? आशा छ आजको भिडियो एकदमै क्लियरली रूपमा बुझ्नुभयो होला। यदि केही कन्फ्युजन भए कमेन्ट बक्समा लेख्न सक्नुहुन्छ हैन। र म एउटा तपाईँलाई आज क्लास वर्क पनि दिन्छु हैन, एउटा एक्जाम्पल दिन्छु र त्यो तपाईँले सोल्युसन गरेर कमेन्ट बक्समा राख्न सक्नुहुन्छ है। फर एक्जाम्पल मानिलियो 2082-05 र यो चाहिँ LMP है त। LMP थियो भने कुनै ओमेन क्लिनिकल भिजिटमा आउनुभयो, उहाँलाई सोद्धाखेरि यति थियो 010 थियो। त्यसै गरी उहाँको CBD क्लिनिकल भिजिट डेट चाहिँ 2082-08 यहाँ मानिलियो 05 थियो भनेपछि यसको WOG कति हुन्छ वाट है त। यो चाहिँ तपाईँले गरेर भ्याउनुहुन्छ भने आजै कमेन्ट बक्समा चाहिँ तपाईँले सोल्युसन निकालेर चाहिँ राख्न सक्नुहुन्छ है त। थ्याङ्क यू।